सेवा सम्पूर्णमा आज चाहिँ म लामो समयपछि घुम्न निस्किँदैछु केटाकेटीहरूसँग। दसैँपछि चाहिँ घुम्न जाने भनेर चाहिँ हामीले प्लानिङ गरेको थियौँ, किनकि दसैँको एकदमै धेरै त्यो हुन्छ नि स्ट्रेस कामहरूले गर्दाखेरि चाहिँ एकदमै फ्रेस हुनु मन थियो क्या कतै टाढा गएर। तर मलाई यस्तो गाह्रो भयो क्या, अझ पनि हेल्थमा एकदमै गाह्रै भइरहेछ। अनि त्यही पनि होस् आज त निस्किदिउँ भनेर चाहिँ हामी चाहिँ निस्किँदैछौँ। पुलचोकीको त्यो भाइरल रोड जान आँट्दैछौँ गोदावरीतिर। अब हाम्रो भिडियो चाहिँ हेर्दै जानुहोस् ल। एममा गयो भने खाली पनि हुन्छ, तीनजना पछाडि जान्छ अरे होइन, 4 जना त अटिहाल्थ्यो नि स्कुटर गरेर। आज चाहिँ लाग्यो सिट यतिकै ठिक हुन्छ होला, फेरि पछाडि पनि अप्ठ्यारो हुन्छ है। मेरो सिरानी चाहिँ उमै छ हुन्छ होला तिमीलाई फेरि हो र। पछाडि पछाडि कता उल्टो यस्तो लाउने यसरी त्यसरी त बोको। ए सरी सरी, अब अलिकति ठाडो भयो। भयो ठिक्क भयो ल। अब हामी लाग्यौँ है साथीहरू। यहाँ चाहिँ गङ्गा बहिनीलाई हामीले पिक गर्दैछौँ। हेलो हेलो, आइए आइए। म अश्विनसँग, अश्विन त अर्को भाइसँग गयो। ए आमा नमस्ते। हामी चाहिँ सातो बाटो सेल्सबेरीमा आइपुग्यौँ है। अश्विनहरू पछाडि आउँदैछ। गङ्गा बहिनीलाई पिक गरिसक्यौँ। अब चाहिँ लाग्छ हामी चेकपोस्ट रहेछ। हामी चाहिँ अब जङ्गल जङ्गल लाग्यौँ है। चिसो चिसो हुनु थाल्यो है त्यो। यस्तो ठाउँतिर आउनु साथ कस्तो आनन्द फिल भइहाल्छ क्या। चिसो चिसो हाम्रो अगाडि स्कुटर जाँदैछ इङमार अस्ति चाहिँ। कस्तो सानो रोड के तर यो बाटोमा के अरे बाइकहरू कस्तो फसिन्थ्यो नि फेरि। यही रोड हो भाइरल रोड होइन? भाइरल रोड आएको कस्तो छ भने केही थाहा छैन। नाम होइन, भिडियो देखेर आएको। साथीहरू हामी चाहिँ भाइरल रोडमा है। हाम्रो अनि यस्तो राम्रो छ होइन। अब हामी चाहिँ यहाँ एउटा फोटो खिच्छौँ, भिडियो बनाउँछ, अनि त्यसपछि माथि लाग्छौँ होइन। अब हाम्रो चाहिँ फोटोको पोज जान्छ हेर्नुहोस् है। हामी पोज सिकाउँछु ल, आउनु सबैजना। हस् ल हामी आयौँ। आउनु छिटो एकछिन आउनु त। अघि मैले भनेको थिएँ नि पोज खानुलाई सिकाउँछु, खानुको अलिक राम्रिँदैन खानु यस्तो क्या, यस्तो गर्नु होइन। अनि यताउता यस्तो गरेर उचाल्नु छ सबैजनाले। यसरी उता यताको उता कि यताको उता फर्किनु। के पो लाऊ, पछाडिको कि के पो लाऊ। गाइजहरू यहाँ हिँड्दै हुनुहुन्छ है। ला ल भाइरल रोड चाहिँ हामीलाई चाहिँ एकदम धेरै मन पर्यो है। यस्तो खतरा रहेछ, म सक्ने भयो यहाँ चाहिँ यस्तो खतरा खतरा भिडियो खिचिदिन्थेँ होइन। तर म चाहिँ अलिक सक्दिनँ। त्यस फोटोहरू चाहिँ राम्रै हानियो। छामीले त्यहाँ चाहिँ पोज दिँदै हुनुहुन्छ। अब हामी चाहिँ यहाँबाट माथि लाग्छौँ। अब चाहिँ हामी लाग्यौँ है अगाडि। पाए फुटेर म त फोटो भिडियो खिच्दा थाकिहालेँ। कस्तो दामी लाग्यो। तर मलाई यो रोड त साँच्चीकै निगुरो खोजेर लानुपर्छ। पाउँछ निगुरो खोज्न जाने अरे। जाउँ जाउँ कता कता जाने। यही त हो नि। कहाँसम्म जाने हो र बिजी?
पिपी फर्म पिपी फर्म लिएन ल मैले पिपी फर्म लाउँदै गर्नु भनेर पठाएको थिएँ त केटाकेटीहरूलाई यहाँ त नि खानेकुरा लिएर मजाले बस्नु मिल्यो लिएको छ एक दुईवटा चिप्स अब त यस्तो राम्रो क्वालिटी यस्तो राम्रो आएको छ भिडियो है अनु पिपी फर्म लाएन बाहिर छामी मैले त्यत्रो पिपी फर्म लगाउनु है भनेको थिएँ मन जताततै मन नभइकन केही हुँदैन ल छामीसँग जाऊ नि त ल बेचुले चाहिँ यहाँ म्याट लाउँदै हुनुहुन्छ है मैले चाहिँ फर्म भनेको थिएँ खास यस्तो राम्रो भिडियो ऊ आएको छ कि सकेन केटाकेटीहरूको भिडियो फोटो खिचेर हामी चाहिँ भाइरल रोड भन्दा माथि आएको छौँ यहाँ पनि कस्तो राम्रो रहेछ है म चाहिँ बसिरहेको हेर न यो दुईजना चाहिँ स्कुटर कुदाउँदैछ ल कस्तो राम्रो छ क्या फोटो भिडियो चाहिँ खत्रै खिचेको छौँ है हामीले यहाँबाट चाहिँ गङ्गा बहिनीको सक्यो लु जाने हो तलतिर जाने बेची मलाई चिल्ला गरिसक्यो ल छामीले फोटो खिचेर सक्यो सक्यो कान्छी सक्यो जामै बेची अब जाउँ ल जाउँ आऊ है दुईजना आऊ बनाइरहेको आऊ सिङ्गल कुदाउ न एकमा सिङ्गल एकमाले चाहिँ स्कुटर कुदाउँदैछ अलिअलि ल है हामी चाहिँ साथीहरू अब चाहिँ तलतिर लाग्यौँ यहाँ पनि राम्रो रहेछ रोड र पसेको है मासतिर चाहिँ अब गाडी जाँदैन होला त्यही भएर हामी चाहिँ मन्दिर नै लाग्यौँ केटाकेटीहरू भित्र पस्नु त गाडीमा छिटो चिसो चिसो रहेछ कि माथि त है अनि म चाहिँ हतार फेरि यहाँ स्वेटर फुकालेको थिएँ लगाइहालेँ नक्कल पार्नुलाई फुकालेको थिएँ कि अनि फेरि लगाइहालेँ ल अब फेरि हामी तलतिर गएर बस्छौँ हामी चाहिँ यहाँ बसेर चाहिँ चटपटे पानीपुरी चिप्स खाँदैछौँ अब चटपटे चाहिँ बन्दैछ कि चाहिँ हामी सल्लाह गर्दैछौँ कहाँ जाने भनेर है तिमीहरू चिसो खाने भए खाऊ है तर छैन पानी मात्रै ल है हाम्रो चाहिँ यहाँ पानीपुरी आइसक्यो बेचीको फरमाइसमा पानीपुरीको यहाँ हेर्नुहोस् न पानी जगमा म त खाँदिनँ केवलले फोड्दैछ फ्यान्टा एकछिन खाने त्यतिकै चिसो छ कि तातो छ चिसो छ छामीले खाँदै हुनुहुन्छ यहाँ गङ्गा बहिनीले खाँदैछ चिप्स बेचीको फेभरेट अलैँची यहाँ अश्विन र एङमा यतापट्टि छन् हाम्रो पसलको साउनेहरू उता हुनुहुन्छ टोलीहरूले दिँदैछन् नेपालीको नेसनल फुड चटपटे एन्ड पानीपुरी मलाई चाहिँ मन पर्दैन ल हामी चाहिँ फेरि कुदेर तालसिखिल आइपुग्यौँ सेपा हानुलाई उडेर आइपुगेको सेपा हानुलाई तालसिखे आफ्नै गाउँघरमा म एकदमै थाकेँ म चाहिँ अब सुत्छु सेपा आइजासम्ममा आनन्द छ कि यहाँ चाहिँ बस्नु सुत्नु खानु ठुलो एरिया छ के खाने मगाओ है केटाकेटीहरू म चाहिँ आराम गर्छु है के खाने केटाकेटीहरू धेरैजना छौँ हामी केटाकेटीहरू
यो चाहिँ कम्प्लिमेन्ट्री हेर्दा पक्कु जस्तो छ, मिठो छ जस्तो छ। तर म जान्दा चाहिँ त्यहाँ कस्तो पिरो हुन्छ। यो पनि खोर्सानी छ हो, रातो खोर्सानी हेर। ल त चाख्नु त, खानु गाह्रो भयो। कस्तो मजाले पारेको छ। मासु छान्नु हिँडेको है। म त आउँदैन, स्पटहरू अगाडि हुनुहुन्छ। यो के हो? यो दुइटै छान्नु मिल्छ हो? हो? कान र जिब्रोहरू कताबाट होला? कता छ? करङको छान्नु भन्ने। करङ हुन्छ, कान पनि पुग्छ होला। कान चाहिँ अलिक थोर भयो है। कान अर्को एउटा हालिदिनु न। यस्तो के यस्तो हुन्छ। आदि गरिदिनुहोस् न। अनि यो सानो निकाल्नु, त्यो हालिदिनु भइहाल्यो नि। निकाल्नु त। भइहाल्यो। कान्छीको लागि कान र जिब्रो आयो। प्राय भयो नि त। बेजी चाहिँ सेवा कर्नरमा आएर के खानुभएको हो? सेवा कर्नरमा आएर चिफ चिल्ली कसैले खान्छ त साथीहरू भनिदिनुहोस् त यहाँ। म खान्छु भन्दै हुनुहुन्छ अझै। बेजीलाई चाहिँ चिफ चिल्ली यस्तो कुराहरू चाहिँ कति मनपर्छ क्या। टोलीहरू अरू चाहिँ पर्खिरहेछन् है खानेकुरा खानाको लागि। हाम्रो चाहिँ मोमो आइसकेको छ है। धरानी पोहोरको म खतरा चाहिँ हेर्दै मैले चाहिँ खाइसकेको छु। कोही नै मिठो छ यहाँको। चिप्लो आइसकेको छ है गाइस, यति धेरै छ है। खानेहरू चाहिँ थोरै छ नि, कतिको खाँदैन। पोर्क सेकुवा हामी चाहिँ सेकुवा खाइसकेर चाहिँ माथि रुफटपमा आएको छौँ क्या। मान्द्रोमा चाहिँ यो घर एकदमै भाइरल छ नि त। हामी आइरहेको हो तर पनि हामी चाहिँ तल बस्थ्यौँ कि। अनि आज चाहिँ फर्स्ट टाइम म माथि रुफटपमा आएको क्या यो घर हेर्नुको लागि। केटाकेटीहरू भिडियो खिचेर फोटो खिचेर हैरान छ है। अनि त्यही भएर म चाहिँ भिडियो बनाउँदैछु। जाँच हेर्नु न जाँच। अनि त्यसपछि यहाँ ढिकी हेर्नु र ढिकी म त कस्तो सानो छ त्यही पुग्नु सक्दिनँ रहेछ हौ। एकचोटि हेर्छु ल। यस हाम्रो गाउँको यो ढिकी जाँतो रक्सी पार्ने होइन सबै यो हामीले चलाएको पहिलेको सामानहरू राख्नु भएको रहेछ। अनि कस्तो फेमस छ क्या यो ठाउँ चाहिँ। यस्ता घर कस्तो चिटिक्क छ। मकैको जुत्ता, बार्दली, फर्सी सबै छ के। Every day, 11 to 12 p.m. यो भनेको चाहिँ डालो हो। डालो